प्रकाश तामाङ रसुवाको राम्चे गाउँमै बसेर खेतीपाती र पशुपालन गर्ने किसान हुन्। पहिले पहिले उनको गोठमा 2-3 भन्दा बढी गाई बस्तु थिएनन्। केही समय अघि उनले नजिकैको ब्याङ्कबाट कृषि कर्जा लिएर गोठमा गाई थपे अनि उनको गोठ फार्ममा परिणत भयो। गाउँकै स्थानीय 5-6 जनाले उनको गाई फार्ममा काम पनि पाएका छन्। दिनहुँ दुग्ध सङ्कलन केन्द्रमा दुध बेचेर मनज्ञ आम्दानी गर्दै आएका प्रकाशले कर्जाको किस्ता समयमै तिर्दै आर्थिक अनुशासन पनि कायम गरेका छन्। उनलाई आजकल सबैले गाई बाजे भनेर चिन्ने गर्छन्। त्यसैले लक्ष्मी दिदी भन्नुहुन्छ, आवश्यकता अनुसार र आय बनाउने उद्देश्यमा कर्जाले सहयोग गर्न सक्छ। तर कर्जा लिनु अघि सोच विचार गरेर समयमा तिर्न सक्ने सुनिश्चित गरौँ। जुन उद्देश्यको लागि कर्जा लिएको हो त्यसैमा प्रयोग गरौँ।